आज शिवरात्रिको उपलक्ष्यमा हाम्रो होस्टलको ठुलो लियो न ठुलो लियो न राम्रो सट्टा मिसा चाहिँ टाउको दुखिरहेछ आज शिवजीको प्रसाद हो यो सर चाहिँ बाँड्नु हुँदैन प्रसाद आज शिवरात्रिको दिन फागुन 14 गते आज शिवरात्रिको दिन यहाँ राख्दिम बिस्तारै ढुम्नीको भएन आज ऊ चाहिँ सिकिस्त छ हिजो बिहेको कार्यक्रमले गर्दाखेरि अलिक राख न उसलाई म ठुलो राखिरहन्छु किनकि ऊ चाहिँ हाम्रो यहाँ राख्दिम सफै छ त्यही 3 किलो जस्तो उदा राखिदिनु पर्छ होला नि तिमीले अहिले राख्ने मैले खाएँ मेवा खाऊ न हिउँसा खानु मानेन मेवा अझै बढी भयो म बाँड्छु अनि बाँकी रहेपछि म चाहिँ सरको पुच्छर हो होइन त्यसलाई पुच्छर भन्दैन पत्रकार क्यामेरा पर्सन हुन्छ एभ्रीवान फेरि पनि ल आऊ अझै पनि ल बाँकी रह्यो अझै ल आऊ फेरि बर्दन भाइ कुद्दै आयो एउटा लिइहाल फेरि दामी रह प्रसाद वाउ फेरि आऊ फेरि आयो फेरि भाइ कुद्दै आयो हेर त्यहाँ टिपिहाल्ने है अब शिवरात्रिको प्रसाद हो यो एउटा तिमी नखाने थाले बोकेर पत्रकार हालेको साले भन्नुभएको उता पानी थियो उता फेरि उता पनि लगेको थियो ऊ थालमा बिसाले लगेको थियो के पो उयो मेवा लगेको थियो आउँदैछ ऊ थाल बोकेर खाइसकेर अलिक गुलियो खाइयो एउटा टिप्नु पाइयो बोइजलाई होइन गर्दै यिनीहरूले काम गरे गर्दा नि हानु मात्रै हता राम्रो छ नि कतिचोटि खाइसक्यो अनि बर्दन भाइ आउँदा हुन्छ कस्तो राम्रो खायो मेवा कस्तो राम्रो देख्दैछ मेवा त माथि खाउँदा चाहिँ गाइस वरदानको भागमा चाहिँ एक थाल परेको उसलाई चाहिँ लटरी परेको हो अब उसले त धुन्छ पनि मेरो चाहिँ यहाँनिर छ म गाइस मैले यति बजे खाएको अहिले म मलाई नदेखाउन डर मर्दछ उसलाई देखाउनु कस्तो छ ल वरदानको खुवाइ चाहिँ डर मर्दछ धुने होला भाइले थाल यसको सुप चाहिँ खानु होइन यसको जुस पो हो त कस्तो दाम हुन्छ थाहा छ खानु चाहिँ म भिडियो बनाउने चाहिँ होइन मैले चाहिँ 3 चोटि मेवा खाइसकेँ युन्साले मेवै खानु मानेन कति मिठो त्यो मेवा यहाँ हाँस्ने मान्छे गयो उता कपाल भन्दैछ विशाल धुम न बुढा पो दिन्छ मलाई धुम न हामीलाई धुन लाएर गयो थियो गयो होइन यो शिव शक्ति भवानी प्रसाद खण्डे मखण्डे यो राखेर
राखौँ त अहिले फेरि लग्ने रहेन यो पनि हेलो गाइज हाम्रो क्यामेरा पर्सन अहिलेसम्मको हाम्रो रोनिसाजी हो जुम तान्यौ कि के हो तिमीले बढी किन जुम तानेको यस गाइज हाम्रो सेक्युरिटी गार्ड विथ हाम्रो भाँडा धुने टिम अनि हाम्रो यता रोनिसा क्यामेरा पर्सन अहिलेसम्मको यता हाम्रो पिपी यता झाडु यता झाडु पनि छ अन्त टाइसनहरू ट्याक्क आजको चाहिँ हाम्रो यो भलक चाहिँ यहीँ सकिन्छ तल विशाले पनि मेवाले अघाएर बिस्तारी गइरहेछ गाइज यो कुरा गाइज छिरिहाल्यो नि गाइज बुद्धिका हो हाम्रो बुद्धिका हाम्रो भाषा पनि बोल्छ बुद्धिका कि खिम्किहाल्नु डबल ओलाङ महाबङ्रे चाहिँ